ई रिक्सा र ट्र्याक्टर चलाएर जीवकोपार्जन गर्नेको संख्या ठुलो छ। उनीहरूमध्ये अधिकांश निरक्षर रहेको अवस्थालाई बुझेर प्रदेश सरकारले लिखित नलिई सिधै प्रयोगात्मक ट्रायल परीक्षा मार्फत सवारी चालक अनुमति पत्र लिने कानुनी आधार रहेको छ। अब यस्तै अन्यमा पनि छन् धेरै। यसमा पोइन्टहरू 51 वटा यो सरकारले तपाईको कामहरू पनि अगाडि बढाएको छ। धेरै कामहरू सम्पादन पनि भएको छ र यी 100 दिन सामान्य दिन मात्र होइनन्। यी नागरिक अपेक्षा र आकांक्षाको परीक्षाका सुनौलो भविष्य कोर्ने पहिलो कदम मात्र हुन्। बिरामी मान्छे बिरामी हुन्छ। बिरामी कहिले हुन्छ ठेगान त हुँदैन नि। बिरामी एकाएक हुने हो। बिरामी हुन्छ मान्छे र आफ्नो बिरामी भइसकेपछि उपचारको क्रममा आफ्नो निवेदनहरू दिन्छ र त्यसपछि हामी यहाँबाट पैसा रिलिज गर्ने हो। तर धेरै कस्तो भएको छ, मान्छे बिरामी भएर रिलिज भइसकेपछि मान्छे एक्सपायर भएर पनि पैसा पाएको छैन। यो हामीलाई यो दुःखद कुरो हो। यसलाई हामी सुधारको उसमा लगिरहेछौँ। यसलाई कार्यविधि हामी कस्तो बनाउँदैछौँ भने जो बिरामी छ त्यो बिरामी सम्बन्धित उपचारमा कार्यालयमा गएर त्यो बराबरको रकम त्यही उपचार गराओस्। त्यो डाइरेक्ट अस्पतालसँग हामीले के अरे कोअर्डिनेसन गरेर त्यसलाई शोध भर्न हामी डाइरेक्ट अस्पताललाई गर्छौँ। किनभने मान्छे जिउँदैमा पैसा चाहियो, जिउँदैमा उपचार चाहियो। मान्छे बितिसकेपछि मृत्यु भएपछि त्यसलाई अनुदान दिनुको कुनै अर्थै छैन। उपचारको खर्च दिनुको कुनै अर्थै छैन। त्यसलाई हामी कार्यविधि चेन्ज गर्छौँ। त्यो गर्यो भने मलाई लाग्छ त्यो इफेक्टिभ हुन सक्छ। हेल्दी रहने का एक ही रास्ता, थावे मैया फूड्स इंडस्ट्रीज प्राइवेट लिमिटेड।